जग्गा धनीलाई एकदमै अप्ठ्यारै परेको हुँदा किनेको मूल्यमै दिँदै हुनुहुन्छ है। मौकाको फाइदा उठाइहाल्नु होला। नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ मेरो आफ्नो युट्युब च्यानलमा। प्रेम भाइले शास्त्र राम्रो घर जग्गाहरू देखाउनुहुन्छ, तपाईँलाई थाहा छँदैछ। आज पनि काठमाडौँमा रहेको यति राम्रो जग्गा, यो एरियाको सबैभन्दा राम्रो भन्दा पनि हुन्छ। मूल्य पनि एकदमै मिलाएर पाउनुहुन्छ, किनकि अगाडि ठुलो हाइवे बाटो रहेको छ। हाइवे बाटोदेखि 2-3 किता भित्री भागमा 18 फुटे बाटोमा पूर्व मोडा गरेको 3 आनाको रुमाल आकारको टुकुरा। अब यो जग्गा कतिमा पाउँदै हुनुहुन्छ? आजभन्दा 1 वर्ष अगाडि जग्गा धनीले किनेकै मूल्यमा तपाईँले आफ्नो नाममा बनाउन सक्नुहुनेछ। तपाईँलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। सुरुदेखि अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। आजको भित्रीमा रहेको जग्गा यही नै हो, जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु, हेर्न सक्नुहुन्छ। तपाईँलाई अगाडि बाटोदेखि नै देखाउँछु ल। बाटोको भागदेखि सबै देखाउनेछु, जग्गा पनि देखाउनेछु। तपाईँले हेर्नु भने ढुक्कले लगानी गर्नुहुन्छ। यो मेन हाइवे बाटो है त। अगाडिको तपाईँले देखिरहनु भएको यो हाइवे बाटो, भित्री बाटो टक्क 10 फुटे 18 फुटे बाटो है। सरी, यो भित्री बाटो 18 फुटे, अगाडिको मेन हाइवे बाटो, रुटको गाडी चल्ने हाइवे बाटो है त। ल हेर्नुहोस्, यहाँनिर छ हाइवे बाटो। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु, बाटोमै लगेर देखाइदिनेछु, हेर्न सक्नुहुन्छ है। यो चाहिँ बाटो, अब यो हाइवे बाटो, रुटको गाडी चल्ने बाटो है त। अब यति राम्रो हाइवे बाटो नजिकै भन्दा पनि हुन्छ, तुरुन्तै किनेर घर बनाएर आनन्दले बस्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् है त, यो हाइवे बाटो सर र घरै घरको बिचमा भन्दा पनि हुन्छ। घरै घर छ यो साइडमा पनि, यो साइडमा पनि, हेर्न सक्नुहुन्छ है। तपाईँहरूले यो हाइवे बाटो हेरिसक्नु भयो, पक्कै पनि मन पारिसक्नु भयो होला। अब तपाईँलाई यो हाइवे बाटोदेखि भित्रको बत्तीको पोल यहाँनिर छ, हेर्न सक्नुहुन्छ होइन। यहाँदेखि पारी जाने 18 फुटे बाटो। ल हेर्नुहोस् है त, टक्क यो बाटो जस्ताको तस्तै देखाउँदैछु। अगाडि बाइक रोकिरहेको ठाउँमा आजको बिक्रीमा रहेको जग्गा हो। यो साइडमा यस्तो खाले घर बनेको छ, तपाईँहरू आफै पनि आउन सक्नुहुन्छ है हेर्नलाई। जस्ताको तस्तै जानकारी दिँदैछु। यो साइडमा घरहरू पनि बनेको छ, हेर्न सक्नुहुन्छ। यस्तो खाले यो घरहरू रहेको छ यो साइडमा, टक्क हेर्न सक्नुहुन्छ भने। जग्गा चाहिँ यो अगाडि हाम्रो सरहरू उभिरहनु भएको हो। यो हाइटमै छ है, अलिकति हाइटमा रहेको हुँदा यो भ्यू पनि हेर्न सकिने, काम पनि बिहानदेखि बेलुकासम्म लाग्ने। अगाडिपट्टि ठ्याक्कै जग्गाको अगाडिपट्टि यति राम्रो घर छ, हेर्न सक्नुहुन्छ। यति राम्रो 3 तले घर, टक्क अगाडि हाइवे बाटोमा टच भएको जग्गा चाहिँ यही नै हो। ल हेर्नुहोस् है, यो 18 फुटे बाटो अगाडिबाट उता गएको छ। यहाँ जग्गाको वाल यहाँदेखि यहाँसम्म आउँछ। ल हेर्नुहोस् है त, यहाँदेखि यहाँसम्म आयो यो वाल। यहाँ अरूको जग्गा छ, किला ठोक्नु भएको छ, हेर्न सक्नुहुन्छ। यो बिक्रीमा रहेको जग्गाको वाल, यो साइडमा रहेको जग्गाको किला है त, साँध हेर्न सक्नुहुन्छ। त्यहाँदेखि त्यहाँसम्म छ यो अर्को जग्गा हो, बिक्रीमा रहेको जग्गा। वरिपरि वाल लगाएको, चिटिक्क छुट्टाएको यही नै हेर्न सक्नुहुन्छ। यहाँदेखि पछाडिसम्म है त, तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु। यो हाइटमा छ है, खोलो पहिरो जाने होइन, खोलाले बगाउने ठाउँमा होइन, हेर्न सक्नुहुन्छ। हाइटमा छ, उहाँ पारिको सम्म यहाँदेखि भ्यू देख्न सक्नुहुन्छ भने। यहाँदेखि हेर्न सक्नुहुन्छ, यहाँसम्म रह्यो है त। ल टक्क हेर्न सक्नुहुन्छ, यो यहाँ छ है त। ल जग्गा यही नै हो। यहाँदेखि उतापट्टि छ, उतापट्टिबाट माथिसम्म है त, चिटिक्क मिलेको। आहा नि, ल हेर्नुहोस् है, मोबाइल आकारको जग्गा जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु। पक्कै पनि मन पारिसक्नु भयो होला, किनौँ लागिसक्यो होला। यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। नि यति राम्रो जग्गा हेरिसक्नु भयो, मन पारिसक्नु भयो, किनौँ लाग्यो होला। यो जग्गा ज्याड लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका वडा नम्बर 5 बर्माखेल चौकभन्दा अलिकति अगाडि सुवेदी गाउँमा रहेको 3 आना मोबाइल आकारको टुकुरा रहेको छ। अगाडिपट्टि टक्क बाटो 18 फुटे रहेको छ। वरिपरि वाल लगाएर कम्पाउन्ड चिटिक्क घेरेर राख्नु भएको छ है। आउनुहोस्, हेर्नुहोस्, यो एरियाकै सबैभन्दा राम्रो जग्गा भन्दा पनि हुन्छ। अब मूल्य एरियाकै सस्तो भन्दा पनि हुन्छ है। तपाईँले 1 वर्ष अगाडिकै मूल्यमा आफ्नो नाममा बनाउन सक्नुहुनेछ। आएर बुझ्नुहोस् र यो जग्गालाई यति लगानी हाल्दा हुन्छ भन्नुहोस्, तपाईँले त्यही अनुसार पाउनुहुन्छ। किनकि जग्गा धनीलाई एकदमै अप्ठ्यारै परेको छ, 15 दिनभित्रमा इमर्जेन्सी बिक्री गर्न लाग्नु भएको छ है। लिन चाहनुहुन्छ ढिला नगर्नु, साइडमा नम्बर छ, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।